हाई एभ्रीवन, इट्स मी विज्ञान छेत्री हियर। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आजको दिन म लास्टै एक्साइटेड छु किन भन्दा आज म जाँदैछु भिडियो सुटको लागि र मसँग आज हुनुहुन्छ डान्सर श्रुति दिदी। मलाई चाहिँ खासमा दिदीले 2 महिना अगाडि नै मेसेज गरेर भन्नुभएको थियो कि हामी दुईजना डान्स भिडियो कोल्याब गरौँ भनेर। तर त्यतिखेर म नेपाल जान परेको थियो, त्यही भएर क्यान्सल गरेको थिएँ र फाइनली म न्युजिल्यान्ड आइसकेको छु र आज हामी सुटको लागि जाँदैछौँ। जे होस्, डान्सले गर्दा चाहिँ मैले धेरै मान्छेहरू चिन्ने मौका पाइरहेको छु। सुरुमा म न्युजिल्यान्ड आउँदा मैले खासै कसैलाई पनि चिन्थिनँ, तर अहिले चाहिँ सबैजनाले मेसेज गरेर भेटौँ डान्स भिडियो बनाऊँ भन्दा त लास्टै खुसी लाग्दो रहेछ। आज चाहिँ हाम्रो लोकेसन अकल्यान्डमा नजिकै भएको मिसन बेमा जाँदैछौँ। ल हामी त कति छिटो लोकेसनमा पनि आइपुगेछौँ। लोकेसन चाहिँ मैले सोचेको भन्दा नि बबाल रहेछ है। अब चाहिँ हामी हाम्रो क्यामेराम्यानलाई कुरिरहेको छौँ। मैले सोचेको थिएँ कि आज हाम्रो सुट चाहिँ मोबाइलबाटै हुन्छ, तर हाम्रो क्यामेराम्यानले त पुरा गिम्बल र सोनीको क्यामेरै बोकेर आउनुभयो। मलाई झन् क्यामेरा देखेपछि त लास्टै खुसी लाग्यो। अब चाहिँ हामी हेर्न थाल्यौँ कि भिडियो कहाँ सुट गर्दा चाहिँ ठिक हुन्छ भने। लोकेसन हेर्दा त लागिरहेको थियो कि जता भिडियो खिचे पनि भिडियो बबाल नै आउँछ। ल हेर्नु त, मैले झुट बोल्याउ त, लोकेसन कस्तो बबाल छ। लोकेसन फिक्स भइसकेपछि क्यामेराम्यानले चाहिँ क्यामेरा निकालेर सेटअप गर्न थाल्नुभयो। हाम्रो आज भिडियोको सङ चाहिँ अल्लाह माफ करे भन्ने गीतमा रहेको छ है। तपाईहरुलाई यो लोकेसन मन पर्यो भने फोटो भिडियो खिच्न आउन सक्नुहुन्छ है। ल फाइनली अब हाम्रो क्यामेराम्यान चाहिँ रेडी हुनुहुन्छ है भिडियो खिच्नको लागि। हामी पनि अब पुरा रेडी छौँ है डान्स गर्नको लागि। हल्का नर्भस भएर हो कि खै डान्स गर्दाखेरि त मलाई एनर्जी नै आइरहेको थिएन। स्टेप पनि बिर्सै गरेर तनाव भइरहेको थियो। जसो तसो गरेर भिडियो खिचिसकेपछि अब हामी लाग्छौँ अर्को लोकेसनतिर। भिडियो खिच्ने क्रममा 2-4 जना चाइनिज मान्छेहरू आएर मसँग फोटो पनि खिच्नु भएको थियो है। तर त्यो मोमेन्टको भिडियो चाहिँ मैले खिच्नै पाइनँ। भिडियो क्वालिटीको कुरा गर्नुपर्दा साथीहरू, भिडियो चाहिँ एकदम बबाल नै आएको छ है। बीचमा हामीले थम्बनेलको लागि फोटोहरू पनि खिचेको थियौँ। हेर्नु है त हाम्रो फोटोहरू पोजमा क्या बबाल देखिरहेको छ नि। फाइनली हामीले भिडियो चाहिँ खिचेर सक्यौँ। अब हाम्रो क्यामेराम्यान पनि घर जाँदै हुनुहुन्छ। साउट आउट छ है हाम्रो क्यामेराम्यानलाई पनि। त्यसपछि हामी पनि लाग्यौँ अब घरतिर। दिदीले मलाई घर छोडेर दिदी पनि जानुभयो आफ्नो घरतिर। घर गइसकेपछि मलाई चाहिँ लास्टै भोक लागिरहेको थियो, त्यही भएर गएँ म तरकारी लिनको लागि। मासु पनि कति खानी भनेर आज चाहिँ म लिँदैछु काउली। तरकारी लिइसकेपछि सिधै लागेँ म स्काई टावरको भ्यू हेर्दै घरतिर। आजको लागि चाहिँ यति नै साथीहरू। आई होप तपाईहरुलाई भिडियो चाहिँ मन पर्यो। हामीले आज सुट गरेको भिडियो चाहिँ छिट्टै नै आउँछ साथीहरू। सबैजनाले माया गरिदिनु होला त्यो भिडियोलाई पनि भन्दै आजको लागि बिदा हुन चाहन्छु साथीहरू। टेक केयर, बाई बाई।